हेलो गुड मर्निङ। म चाहिँ आज तयार हुँदैछु। आज फेरि मलाई यो लिटल एन्जल स्कुलमा चाहिँ रेफ्री गर्नको लागि बोलाउनु भइरहेछ र म बिहानबाट रेडी हुँदैछु। बच्चाहरूलाई स्कुल पुरा योरिकन आएर हतार हतार आफू पनि ड्रेस लगाउँदैछु। म लगभग रेडी। ओके बाई बाई, सी यू, भरे भेटौँला। अब हेर्नुहोस् त, म पूर्ण रूपमा यति तयार भएँ। अब अनि हिँडी अनि मनिषालाई भेटेर हामी स्कुटरमा चढेर तुफान हामी जाँदैछौँ। हामीलाई कति हतार छ, स्कुटर पार्किङ गर्ने ठाउँ खोजेर बल्ल बल्ल राख्यौँ वर्यौँ। अनि हामी तुफान गाली खाने डरले कुद्दैछौँ, भाग्दैछौँ। आजको दिन हाम्रो लिटल एन्जल स्कुललाई समर्पित गरेर रमाइलो गर्ने उद्देश्यले गएर धमाधम काम पनि सुरु। बोर्डमा बसियो, स्कोर बोर्डमा। त्यसपछि फेरि रेफ्री गर्न थालियो है। हाम्रो कराते दशकौँ धेरै लगभग 2 दशक बिताइयो करातेको खेल जीवनमा। खेल्ने क्रममा लगभग 20 वर्ष भनेपछि त 2 दशक पार गर्दाखेरि अब कति उतार चढावहरू आए, कति परीक्षाहरू दियो। अहिले ती परीक्षाहरू पार गर्दै गर्दै फेरि अरूको परीक्षा लिने क्रममा छौँ। अहिले हामी आफै रेफ्री गर्छौँ, राष्ट्रिय रेफ्री भयो, जसले गर्दाखेरि विभिन्न गेमहरूमा हामीलाई गुरुहरूले बोलाउनुहुन्छ। आदरणीय गुरुहरूले हामीलाई सम्झिनुहुन्छ र हामी जान्छौँ र निस्वार्थ भावनाका साथ काम गर्छौँ र रमाइलो गरेर हामी फेरि आफ्नै ड्युटी पुनः उही दिनचर्यामा लाग्छौँ। यो भनेको हाम्रो कहिलेकाहीँ हरेक दिन हुँदैन, कहिलेकाहीँ हुन्छ। अनि हामी जान्छौँ निस्वार्थ भावनाले। राम्रो गर्नेलाई स्कोर, नराम्रो गर्नेलाई फेरि गर्नुहोला, राम्रो प्रयास गर्नुहोला भनेर हामी गेम समापन गर्छौँ। यसरी नै आजको ड्युटी सकियो। अनि ड्युटी सकेर फोटो खिच्ने त्यही त हो हामी सबैको। गुरुले कङ्ग्रेचुलेसन भन्नुभएको। अनि हाम्रो ग्रुप पिक्चर, यहाँ हामी रेफ्रीहरू सबैजना 1 by 1 पिक्चर खिच्छौँ। हामी गर्ल्स थोरै फोटो खिच्नु पऱ्यो नि त, मेमोरी क्रिएट गर्नु पऱ्यो नि त होइन। अनि हामी अब फर्किन्छौँ लिटल एन्जल स्कुल, जहाँ म पहिले गेम खेल्न गएको थिएँ। आज म गेम खेलाउन गइरहेछु। खेलाइयो, घुमियो, लिटल एन्जल स्कुलको त्यो पुरानो मेमोरी फेरि यादगार भयो जस्तो भयो। अनि हामी फर्क्यौँ। त्यहाँको बच्चाहरू पनि स्कुल छुट्टी भएर फर्किनु हुँदैछ। ओके बाई बाई, सी यू अन नेक्स्ट भिडियो।